एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम टु आवर ब्लग। आज हामी चाहिँ कता जाँदैछौँ है त। आज हाम्रो कताको यात्रा हो। आज चाहिँ हामी वेदर च्यालेन्ज गरौँ भनेर हामी चाहिँ मोमो बनाउने भनेर चाहिँ अब सपिङतिर जान लागेको है त। गयौँ है त। अब बेब्सले चाहिँ ड्राइभिङ गर्दै हुनुहुन्छ। यहाँको वेदर चाहिँ आज एकदमै नराम्रो छ होइन। एकदम रेन भइरहेछ। वेदर वार्निङ भनेर पनि आइरहेछ। हामी यहाँ गफ गर्दै गर्दै के लिने भनेर चाहिँ हामी चाहिँ सपिङ गर्नतिर हिँड्यौँ। हेरौँ है त यहाँको वेदर आज के छ हेर्दै गर्नु होला। सबैतिर इमर्जेन्सी अलर्ट लगाइरहेछ है। हेभी रेन छ अनि विन्डहरू पनि त्यस्तै आइरहेछ। अनि हामी चाहिँ अहिले चाहिँ भित्र बस्दै ब्लग बनाउने भनेर चाहिँ आज हामी त्यही सोच्दैछौँ। अब बेब्सले गाडी स्टार्ट गर्छु। हामी चाहिँ यहाँ हिँड्दैछौँ, जाँदैछौँ सपिङतिर है त। हेर्दै गर्नु होला। अब स्टार्ट गरौँ है त। हामी चाहिँ अब हामी चाहिँ पहिला चाहिँ 2टा चिकन लाग्यौँ। यो चाहिँ बोनलेस हो। त्यसलाई चाहिँ कट गर्दैछौँ। कट गरेर यसलाई हामीले चाहिँ सानो सानो चाहिँ पिसहरू गराउँछौँ। त्यसको लागि चाहिँ हामीसँग एउटा चप्पर छ। त्यो चप्परमा राखेर अब हामी यसलाई चाहिँ एकदम सानो सानो मिन्स टाइपको बनाउँछौँ है त मोमोको लागि। हेर्दै गर्नु होला सबैजनाले। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ घरमा। ल बेब्सले यहाँ कट गर्दै हुनुहुन्छ होइन। अब गर्दै उहाँले चाहिँ यसलाई चाहिँ एकदम फाइन पिस गराउनुहुन्छ। अनि उहाँ हेर्नुहोस् त कस्तो राम्रो देखिरहेछ। हो यतिको भए चाहिँ पुग्छ है। यसले चाहिँ हामीलाई एकदम सानो सानो पिस गराउँछ। हामीले यसलाई ग्राइन्ड पनि गर्न सक्छौँ। तर ग्राइन्डरमा राख्यो भने चाहिँ एकदम मतलब त्यो राम्रो टाइपको हुँदैन कि भित्रपट्टि डल्लो पर्न सक्छ। अनि हामीले चाहिँ थोरै क्याबेज पनि राख्यौँ टेस्ट चाहिँ गुड आउँछ भनेर होइन। यसलाई पनि हामीले चाहिँ एकदम मिन्स टाइपकै सानो सानो पिसहरू गराउँछौँ है। यसलाई पनि कट गर्दैछौँ। अब यो कट गरिसकेपछि हामीले होइन यसको चाहिँ एकदम टेस्टहरू राम्रो आउँछ कि चिकनसँग मिक्स गऱ्यो भने होइन। हेर्नुहोस् है अब यो पनि कट हुँदैछ। यसको पनि हामीले चाहिँ फाइन पिस बनायौँ। अब यो फाइन पिस गराइसकेपछि हामीले अब नेक्स्टमा यहाँ सबै कुराहरू हामीले त्यसै गरेर चाहिँ हामीले चाहिँ चप गऱ्यौँ होइन। यहाँ चाहिँ हामीले चाहिँ ग्रिन चिल्ली अनि त्यसपछि अनियन होइन गार्लिक अनि त्यसपछि जिन्जर अनि चिकन। त्यस पछाडि हामीले चाहिँ कोरियान्डर लग्यौँ सबै कुरा। हेर्न सक्नुहुन्छ हजुरहरूले पनि। हेर्नुहोस् त कस्तो राम्रो देखेको छ। अब हामीले चाहिँ यसलाई चाहिँ बिस्तारै सबैलाई एउटैमा हामीले चाहिँ मिक्स गर्छौँ होइन त। हेर्नुहोस् है अब हामीले चाहिँ यो चाहिँ अनियन पेस्ट हो है। हेर्न सक्नुहुन्छ मैले चाहिँ गार्लिक र जिन्जर पेस्ट पनि राख्नेछु यसमा। यो चाहिँ ग्रिन चिल्ली हो। अनि यो चाहिँ हामीले अघि नै चप गरेको चिकन। राम्रो देखेको छ नि। अब मैले यो सबैलाई एकै ठाउँमा मिक्स गर्दैछु। हेर्न सक्नुहुन्छ है त। मिक्स गरेर यसलाई हामीले अब मैले सबै त्यसमा चिकनमा ग्रिन चिल्ली राखेँ पहिला। त्यस पछाडि ग्रिन चिल्ली राखिसकेपछि त्यसमा मैले अघि नै कट गरेको अनियन राखेँ। अनियन राखिसकेपछि म त्यसमा क्याबेज राख्छु होइन। क्याबेजलाई मिक्स गरेँ। अब क्याबेज राखेपछि मैले त्यहाँ चाहिँ पेस्ट राखेँ है। गार्लिक र जिन्जर पेस्ट राखेँ। अनि त्यसैमा कोरियान्डर पनि राखेँ मैले। सबै राखेँ। अब त्यसमा मैले चाहिँ बिस्तारै त्यसमा मैले अरू चाहिँ मसलाहरू पनि मिक्स गर्दैछु है। यसमा एउटा मोमो मसला होइन मोमो मसला भनेर पाउँछ होइन। हजुरहरूले लिन सक्नुहुन्छ एसियन सपहरूबाट। हामीले चाहिँ एसियन सपबाट लिएको हो। नेपाली मोमो मसला नै पायो भने चाहिँ एकदम बेस्ट है। अनि यो चाहिँ मैले चाहिँ 2 चम्मच जति मोमो मसला राखेँ। अब यसलाई त्यसपछि यसमा मैले चाहिँ टर्मेरिक पाउडर पनि राख्छु होइन। टर्मेरिक पाउडरलाई पनि राख्दिएँ। हेर्दै गर्नुहोस्।
स्वाद अनुसारको हजुरहरूले पनि लिन सक्नुहुन्छ है। अनि सल्ट पनि राखिदिन्छु। मैले ग्रिन चिल्ली चाहिँ अघि नै राखिसकेको छु, त्यही भएर म चिल्ली चाहिँ धेरै राख्दिनँ होइन। हजुरहरूलाई यदि चाहिँ स्पाइसी खान मन छ भने धेरै अर्को चाहिँ पाउडरमा चाहिँ चिल्ली पनि राख्न सक्नुहुन्छ। मैले सल्ट पनि राखेँ। अब सबैलाई राखेर मैले यसलाई चाहिँ मिक्स गर्दैछु है त। यसलाई एकदम फाइनली चाहिँ हामीले मिक्स गर्नुपर्छ, किनभने मसला चाहिँ भित्रसम्म जाओस् र एकदम जुसी टाइपको चाहिँ मोमो बनोस् भनेर चाहिँ एकदम मैले यसलाई चाहिँ मोल्दैछु। हेर्न सक्नुहुन्छ, फाइनली चाहिँ मोल्नुपर्छ यसलाई, नत्र भने चाहिँ अब भित्र एउटामा चाहिँ मसला लागेको हुन्छ, अर्कोमा चाहिँ नलागेको पनि हुनसक्छ है। त्यही भएर हजुरले यसलाई चाहिँ मजाले टाइम लिएर, अब यसमा चाहिँ मैले थोरै चाहिँ अलिभ ओइल राखेँ है। किन भन्दाखेरि अब ओलिभ ओइल राख्यो भने चाहिँ टेस्ट चाहिँ गुड आउँछ के, जुसी मोमो बन्छ। अब मैले यसलाई मिक्स गरेर यसलाई चाहिँ मैले 2 घन्टाको लागि फ्रिजमा राखिदिन्छु है। हेर्न सक्नुहुन्छ कस्तो राम्रो जुसी बनेको छ है। अनि अब हामीले अब चाहिँ मोमोको लागि चाहिँ मोमोको चटनी बनाउँदैछौँ। चटनीको लागि थोरै तेल राख्यौँ। त्यसको लागि हामीले चाहिँ अनियन अनि गार्लिक र जिन्जर पनि कट गरेर राखेको छौँ है। हेर्न सक्नुहुन्छ हामीले थोरै तेल लगेर अनि त्यसमा चाहिँ हामीले मेथी र ज्वानोलाई राख्यौँ। अनि त्यसमा चाहिँ हामीले चाहिँ अनियन हैन, अनियन र गार्लिक जिन्जरलाई मैले एकछिन फ्राई गर्न छोडिदिन्छु। यसलाई एकछिन बिस्तारै चलाउँदै जाने हैन, राम्रोसँग उ भएपछि अब जिन्जर र गार्लिक पनि राख्दियौँ। यति राखिसकेपछि यसलाई अब बिस्तारै चलाएर रातो हुने गरेर फ्राई गर्छौँ। अनि त्यसमा चाहिँ आफ्नो स्वादअनुसार हजुरहरूले पनि टर्मरिक पाउडर हैन, अनि त्यसपछि अरू मसला गरम मसलाहरू अनि त्यस पछाडि चिल्लीहरू चाहिँ राख्न सक्नुहुन्छ। हेर्नुहोस् त, हामीले चाहिँ रातो हुने गरेर फ्राई गऱ्यौँ। अनि त्यसमा चाहिँ टमाटर पेस्ट राख्यौँ हैन। अहिले चाहिँ कोल्ड सिजन भएको भएर फ्रेस टमाटर पाउन चाहिँ एकदम गाह्रो छ। पाउन त पाउँछ तर एकदमै एक्सपेन्सिभ हुन्छ। त्यही भएर हामीले चाहिँ टमाटर पेस्ट लाग्यौँ। अनि हामीले यसको लागि लेमन पनि राख्यौँ हैन। अब मैले चाहिँ र्याप गर्दैछु है। मैले अब मोमो र्याप गर्दैछु। हेर्न सक्नुहुन्छ मेरो मोमो कस्तो बनेको छ हैन। म चाहिँ मजाले काउचमा बसेर एकदम आनन्दले मोमो र्याप गर्दैछु। अनि मेरो बेब्सले चाहिँ उतापट्टि हाम्रो मोमोको लागि चाहिँ अचार बनाउँदै हुनुहुन्छ हैन। यस्तो मिठो बन्नेवाला छ आज मोमो। हेर्नुहोस् त, हाम्रो अघि नै बनाएको यो मोमोको लागि चाहिँ हामीले जुन मसला बनाएको थियौँ त्यो चाहिँ कस्तो राम्रो एम्मी जुसी देखेको छ कि। मोमो पनि एकदम जुसी बनेको छ हैन। हेर्न सक्नुहुन्छ सबैजनाले। हेर्नुहोस् त कस्तो एम्मी मोमो बन्यो, कस्तो राम्रो बन्यो। अब मैले यो सबै मोमोलाई एकचोटि चाहिँ बनाएर अनि हामीले स्टिम गर्न छोडिदिन्छौँ। एकछिनमा बनाउँदैछु मोमो अहिले चाहिँ हैन। एकदम इजी छ, हजुरहरूले पनि यसरी र्याप गर्न सक्नुहुन्छ हैन। यो र्यापरहरू चाहिँ हजुरले चाहिँ घरमै आफैले बनाउनु पनि सक्नुहुन्छ हैन। नभए चाहिँ हजुरले एसियन मार्टहरूबाट चाहिँ लिन सक्नुहुन्छ है। यो र्यापरहरू पाउँछ। हेर्नुहोस् त कस्तो राम्रो मोमो बन्यो हैन। अब यसलाई हामीले वाउ, ल हेर्नुहोस् त एम्मी हाम्रो चाहिँ मोमोको लागि अचार कस्तो मिठो बनाउनु भएछ बेब्सले हैन। त्यो सबै अघि हामीले बनाएको जुन फ्राई गरेको चिजहरू छ नि त्यो सबैलाई मिक्सरमा राखेर ग्राइन्डिङ गरेर अनि त्यसपछि ल हेर्नुहोस् त एम्मी मोमो बनेको। वाउ, कस्तो दामी मोमो बनेछ हेर्नुहोस् त। हजुरहरूलाई पनि यस्तो चाहिँ अब घरमा बसेर हैन कहिलेकाहीँ अब बोर लाग्यो भने चाहिँ एम्मी मोमो बनाउन सक्नुहुन्छ। एकदम इजी रेसिपी र एकदम फास्ट चाहिँ अब के खाम भएको बेलामा हजुरले बनाएर खान सक्नुहुन्छ। हेर्नुहोस् हाम्रो चाहिँ मोमो रेडी भयो। अब हामी चाहिँ मोमो लिँदैछौँ। जुसी जुसी छ के। एम्मी मोमोज एकदम राम्रो छ बेबी।
so delicious यार. You like this? तिम्रो हातलाई त म मान्नुपर्छ के मिठो बनाएको यस्तो.